मैं तो थक गई रे बाबा। अब लाङटाङ भ्यालीबाट अब क्यान्जिनदेखि 3 आवर्स। यो चस्मा चाहिँ अड्किँदो रहेछ है मेरो नाकमा। कुचु गरिदेऊ त। तिलीचेको 22 घुम्थ्यो याद दिलाउने रहेछ त। A little bit more. रुई आइपुगेको रुन्चे। हेलो एभ्रिवान, वेलकम ब्याक टु आवर च्यानल। दिस इज मी कञ्चना अगेन। अनि आजको यस ब्लगमा चाहिँ म जाँदैछु लाङटाङ ट्रेक, जसमा चाहिँ म क्यान्जिनरी पिक 1, क्यान्जिनरी पिक 2 र सिलगढी पिक चाहिँ क्लाइम्ब गर्नेवाला छ, जुन चाहिँ अलमोस्ट 5000 मिटर्स हाई अल्टिट्युडमा रहेको छ भने चाहिँ रसुवा जिल्लामा पर्दछ। अनि यस भिडियोमा नै म तपाईँहरूलाई लाङटाङ ट्रेक चाहिँ कति दिनमा र कति खर्चमा कम्प्लिट गर्न सकिन्छ भनेर फुल कस्ट एन्ड आइटिनेरी पनि डिटेल्समा भनिदिने छु र तल डिस्क्रिप्सनमा पनि राखिदिने छु। सो भिडियोको अन्तिमसम्म रहिदिनु होला। नयाँ हुनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै लेट्स बिगिन द भिडियो। डे 1 स्टार्ट हुन्छ हाम्रो माछा पोखरीदेखि च्याब्रो बेसीसम्मको हाइसको यात्राबाट। अनि यो चाहिँ मैले एक दिन अगाडि नै 7 बजेको टिकट गरिसकेको थिएँ। लगभग 6 घन्टा हाइसको यात्रापछि हामी आइपुग्छौँ च्याब्रो बेसी। अनि यहाँबाट चाहिँ हाम्रो ट्रेक स्टार्ट हुन्छ ब्याम्बोसम्मको लागि। हामीलाई चाहिँ यहाँबाट ब्याम्बोसम्म लगभग 3 आवर्स लाग्छ। हामीलाई चाहिँ यो थाहा नभएको कारणले गर्दाखेरि ओर्लिनु पर्ने ठाउँभन्दा अलिकति माथि नै पुगेछौँ गाडीमा। त्यही भएर हामीले चाहिँ यो पुरानो लोकल रुट लिनु परेको थियो, जुन चाहिँ अलिकति डेन्जर थियो। सो तपाईँहरूले चाहिँ खलासीलाई हामीले चाहिँ लाङटाङ ट्रेकको लागि ओह्रालिदिनु भन्नुभयो भने अलि अगाडि नै ओह्रालिदिनुहुन्छ, जुन चाहिँ तपाईँहरूले यो खोलाको ठ्याक्कै पारिपट्टिको बाटो लिन सक्नुहुन्छ। त्यो चाहिँ अलिकति सजिलो छ। पहिरो आइपुग्यौँ 1722 मिटर्स। वाह, अब 1 घन्टापछि ब्याम्बो पुगिन्छ। ट्रेक स्टार्ट भएको 2 घन्टामा हामी पुग्छौँ पहिरो। अनि अब पहिरोबाट हामी सिधै लाग्छौँ ब्याम्बोतर्फ, जसमा चाहिँ हामीलाई 1 आवर जस्तो लाग्नेछ। फाइनली ब्याम्बो आइपुग्यो। अब आज ब्याम्बोमा बसिन्छ। अनि भोलि लाङटाङमा बसिन्छ। तपाईँहरू बसमा आउनुभयो भने चाहिँ ब्याम्बोसम्म उज्यालोमै आइपुग्न अलिक गाह्रै हुन्छ। हाइसले चाहिँ अलिक छिटो ल्याउने भएकोले गर्दाखेरि ब्याम्बोसम्म आइपुग्दाखेरि अलिक उज्यालो नै हुन्छ। हामी चाहिँ 1:30 बजे स्टार्ट गरेको थियौँ भने ब्याम्बोसम्म आइपुग्दाखेरि हामीले 4:30 बजेको थियो। डे 1 मा चाहिँ मोबाइलमा चार्ज अलि सेभ गरेर राख्नु होला, किनभने ब्याम्बोमा चाहिँ अहिले इलेक्ट्रिसिटी छैन। सो मोबाइलहरू चार्ज गर्न पोसिबल पनि छैन। अनि यहाँनिर चाहिँ तपाईँहरूको डिनर, ब्रेकफास्ट र रुम गरेर पर पर्सन 1500 रुपिस प्याकेज पर्न जान्छ। डे 2 स्टार्ट हुन्छ हाम्रो ब्याम्बोबाट, जसमा चाहिँ हामी ब्रेकफास्ट गरेर बिहानको 8 बजे लाङटाङको लागि निस्किन्छौँ। अहिले बिहानको 8 बजेको छ। अनि हामी जाँदैछौँ लाङटाङ। आज हामी 10 घन्टा हिँड्छौँ। बिहान अहिले 8:30 बजेको छ। मैले बोलेको केही सुनेको हो। आज हामी 10 घन्टा हिँड्नेछौँ। हाम्रो चाहिँ आजको टार्गेट भनेको लाङटाङ भिलेज हो, जसमा हामीलाई 10 घन्टा जस्तो हिँड्नु पर्नेछ आज। त्यही भएर हामी बिहान 8 बजे नै हिँड्यौँ। तपाईँहरू आरामले जाने भन्नुहुन्छ भने माथि लामा होटेल अथवा रिभर साइड नभए घोडा तबेलामा बसेर भोलिपल्ट लाङटाङ पुग्न सक्नुहुन्छ।
अब नेक्स्ट रिभर साइड पुग्नु पर्यो 2515 मिटर्स हिमाल पिटिक्क देखिसक्यो 2.5 घन्टा जस्तो हिँडेपछि हामी आइपुग्छौँ लामा होटेल अनि यहाँनिर चाहिँ एकछिन खाजा खाएर मोबाइलहरू चार्ज गर्न सकिन्छ किनभने यहाँ माथि चाहिँ इलेक्ट्रिसिटी छ मजाले लामा होटेलबाट 3.5 घन्टा जस्तो हिँडेपछि हामी आइपुग्छौँ घोडा तबेला अनि यहाँनिर चाहिँ हामी खाना अथवा खाजा खान सक्छौँ मैले चाहिँ चाउचाउ अन्डा खाएको थिएँ जसमा मलाई 450 रुपिज पर्न गएको थियो कतिखेर गयो पानी बन्द हुँदो रहेछ अनि लाङटाङ खोइ आइपुगेन अझै कपाल त हौ 8 9 10 11 12 1 2 3 4 5 9 घन्टा त भइसकेछ हिँडेको 8 बजे हिँडेको 5 बजिसक्यो अझै पनि लाङटाङ आइपुगेन अब 1 घन्टा खाजा आया मैं तो थक गई रे बाबा ठीक देख्दैन 10 घन्टा होइन सानो झन्डै 10.5 घन्टा नै लगाइएछ हौ फाइनली लाङटाङ आइपुग्यो 10 घन्टा हिँडेर फाइनली रुम चाहिँ राम्रो रहेछ लाङटाङमा चाहिँ रुमहरू एकदम राम्रो छ पानी पनि तातो चिसो दुइटै अभाइलेबल छ होइन अनि यहाँनिर चाहिँ तपाईँहरूलाई रुम ब्रेकफास्ट डिनर गरेर पर पर्सन 1700 रुपिज पर्न जान्छ प्याकेजमा डे 3 स्टार्ट हुन्छ हाम्रो लाङटाङबाट बिहान 8:30 बजे खाजा खाएर हामी लाग्छौँ क्यान्जिन गुम्पा अनि क्यान्जिन गुम्पामा सामान राखेर क्यान्जिन पिक 1 र पिक 2 चढ्नेछौँ लाङटाङ भिलेज
어머, 누구야? 하이. 하이. 깨짜. 어머. 헤헤, गधासँग खेल्दैछ. अब ल्याङटाङ भ्यालीबाट अब क्यान्जिनरी 3 आवर्स अनि क्यान्जिनरी होइन त क्यान्जिन गुम्पाबाट क्यान्जिनरी पिक 1 पिक 2 अनि त्यसपछि भोलि सिलगढी लगिन्छ. कस्तो राम्रो झाडी हो यो. कहाँबाट रहेछ त? झक्काइदेऊ बाबुको पानीमा ला झक्काइदेऊ. तीन घन्टा तेर्सो बाटो सबभन्दा लास्ट टिममा पऱ्यो. सब उठेर हिँड्नेछ. हामी चाहिँ हिँडेको अब क्यान्जिनरी. अब हामी क्यान्जिनरी जान्छौँ. 2टा ज्याकेट लगाएको गर्मी हुन थाल्यो. यो चाहिँ अड्किने रहेछ. यो चस्मा चाहिँ अड्किँदो रहेछ है मेरो नाकमा. हिमाल देख्न सक्नुहुन्छ पछाडि. सिबकथोन के अरे न सिबकथोन जुस. चियर्स. लाङटाङको लोकल जुस. लेमन टी कता. लाङटाङको माउन्टेन जुस. आइपुग्यो कि क्या हो क्यान्जिन गुम्पा. चिसो छ. घाम लागेको छ तर हावा चिसो छ. अनि जाडो भयो. टोपी उडाउला जस्तो छ हौ. लाङटाङबाट हिँडेको झन्डै 3.5 घन्टापछि हामी आइपुग्छौँ क्यान्जिन गुम्पा. अनि यहाँनिर चाहिँ अब हामी खाना अथवा खाजा खाएर ब्यागहरू राखेर क्यान्जिन पिक 1 र पिक 2 को लागि जानेछौँ. क्यान्जिन गुम्पामा म चाहिँ बसेको थिएँ होटल प्यानोरामामा. अनि यहाँनिरबाट चाहिँ माउन्टेन भ्यू एकदम राम्रो देखिन्छ. अनि यहाँको रुम खाना अब बस्ने पनि राम्रो छ. अनि यहाँको अङ्कल र बहिनीहरू पनि एकदम मिलनसार छन्. अनि यहाँनिर चाहिँ मलाई लन्च ब्रेकफास्ट डिनर र रुम गरेर 1700 रुपिस तिर्नु परेको थियो. जसमा म 2 दिन बसेको हुनाले मेरो चाहिँ यहाँ 4000 रुपिस जस्तो कस्ट उठ्न गएको थियो. लोकल सुप लाङटाङ रे क्यान्जिनरीको लोकल सुप. खाना खाजा खाइसकेपछि हामी सनस्क्रिन लगाउँछौँ एकचोटि फेरि. अनि अब लाग्छौँ क्यान्जिनरीतर्फ. क्यान्जिनरी पिक 1 and pick 2. तिलीचोको 22 घुम्थ्यो याद दिलाउने रहेछ त.
उकालो पुग्नु पर्ने साढे घन्टाको उकालो चढेपछि हामी आइपुग्छौँ क्यान्जिन रिपिक 1 जुन चाहिँ 4400 मिटर्स हाई अल्टिट्युडमा रहेको छ अनि यहाँबाट 360 माउन्टेन भ्यू चाहिँ एकदम राम्रो देखिन्छ। हावा चाहिँ एकदमै चिसो लाग्ने भएकोले गर्दाखेरि लुगा अलि बाक्लो लाएर जानुहोला। मैले चाहिँ घाम लागिरहेछ भनेर विन्डसिटर मात्रै लगाएर गएको भएर एकदमै पछुताउनु परेको थियो। क्यान्जिन पिक 2 त्यहाँनिर, पिक 1 त्यहाँनिर, पिक 1 त्यो 4400 मिटर्स, त्यो 4900 meters. We can do it. बिरालो बाटो छ। पिक 1 सम्म आएर पिक 2 पनि जान्छु म। I'm not giving up. I can do it. Let's do it. Running home. Woohoo! Oh no, मेरो टोपी। थाक्यो। अझै माथि पुग्नु छ वहाँ पिकमा। एकजनालाई लाङटाङ ट्रेक लिएर आएको, बाटोभरि कराएर सरापेर कहाँ लिएर आएको मलाई भनेर 5 मिनट हेर्छ, 10 मिनट रेस्ट गर्छ। भ्यू देख्दा मात्रै खुसी हुन्छ, हिँड्नु पर्दा रिसाउँछ। के गर्नु। यस्तो भ्यू हेर्नलाई त अनि हिँड्नु त पर्छ नि हो। अब बमबहादुर क्यान्जिन रिपिक 2 पिक 2 चाहिँ यहीँनिर हो है। म फेरि एकछिन त हुने भनेर बाक्लो ज्याकेट नबोके आएको। हावाले एकदम हान्दो रहेछ। भोलि सिलगढी जानु नसक्ला भने टेन्सन परिसक्यो। यहाँ घाँटी र टाउको हावाले हान्यो भने टेन्सन पर्छ। सो अब म चाहिँ एकैछिनमा पुग्न लागेको छु। आई मार्क यु। हियर आई एम क्यान्जिन पिक 2 अप्पर क्यान्जिन 4700 meters. I did it. I did it. अघिको पिक 1 चाहिँ उयो है, अघि त्यहाँबाट आएको उकालो ठाडो उकालो।
हावा कस्तो डेन्जर लागेको क्यान्जिनरी पिक 1 बाट अझै 1.5 घन्टा माथि उकालो चढियो भनेदेखि चाहिँ क्यान्जिनरी पिक 2 आउँछौँ, जुन चाहिँ 4700 मिटर्समा रहेको छ। क्यान्जिनरी पिक 1 र पिक 2 एक्सप्लोर गरिसकेपछि अघि स्यास्या हुँदै चढेको उकालो अब फ्याँफ्या हुँदै हामी ओर्लिन्छौँ र क्यान्जिन गुम्पामा पुगेर रेस्ट गर्छौँ। भोलि पर्सि फोटो हेरेर दुईटा बहिनी थियो है मेरो कपाल बाटिदिएको थियो लाङटाङमा माथि क्यान्जिन गुम्पामा चाहिँ मैले दुईटा बहिनीहरू भेटेको थिएँ जुन चाहिँ एकदमै फ्रेन्डली थियो अनि मलाई एकदमै माया गरेको थियो। कुचु कुचु गरिदेऊ त हो त्यसरी गर्दैन दिदी कुचु 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 गरिरहेछ जति गरेन डे 4 स्टार्ट हुन्छ हाम्रो क्यान्जिन गुम्पाबाट अनि यो चाहिँ म बिहान उठ्दाखेरि यसो ऐना हेरेको कि बलुन जस्तो मस्त अनुहार चाहिँ फुलिराखेको रहेछ हिजो क्यान्जिनरीको हावाले हानेर। अनि आज चाहिँ हामी सिरगढी पिक चढ्छौँ जुन चाहिँ अलमोस्ट 5000 मिटर साइडमा रहेको छ। कस्तो मिठो पो हुँदो रहेछ त है बिहानै जामसँग त। गुड मर्निङ। आकाश सुन्नेर हेर हिजो चिसोले लास्टै चिसो। बिहानको 6 बजे नै खाजा खाएर हामी चाहिँ सिरगढीको लागि हिँड्यौँ। सिरगढी अब त्यो बाटो हुँदै जानुपर्छ त्यो डाँडा कटेर। पानी पुरै फ्रिज भइरहेछ, आइस भइरहेछ, आइस आइस। सनराइज हुन लागेको छ। लेट्स गो सिलगढी। सिलगढी चिरकुरी पो लेखिरहेको थियो अघि बोर्डमा त। सनराइज त आधी बाटै नपुगी 6 बजे त हिँडेको। हामी अघि आएको यहाँबाट क्यान्जिनरी भिलेज अनि यो बाटो हुँदै यो बाटो हुँदै यो बाटो हुँदै यस्तो 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 गर्दै कता गयो हौ बाटो त। त्यहाँबाट यसरी आयौँ। यता नै घाम लाग्दैछ। अब अझै ठाडो उकालो छ कस्तो हुँदै आएको गर्मी। बादरै भुत्ला। सिलगढीको बाटो देखेर चाहिँ मलाई हाँसै उठ्यो हो। कस्तो बाटो हो त्यहाँ, उकालो छ त उकालो। कस्तो डेन्जर उकालो हो यो। अनलिमिटेड उकालो बाटो। त्यो डाँडा काट्नुपर्ने। एउटा भर्खर यस्तै कटेर आएको, फेरि अर्को पनि पायो। त्यही भएर मान्छेहरू हतपत सिलगढी चाहिँ नजाँदो रहेछ, क्यान्जिनरी पिक 1 मात्रै हेरेर फर्किँदो रहेछ।
आज पनि छैन बाटोभरि कोही छैन फर्स्ट नै मै होला के अरे बाटो पछाडि आउँदैछ कि भनेर हेरेको छैन परसम्म पनि छैनन् कोही बिरालो भ्यू चाहिँ माइन्ड ब्लोइङ बाटो पनि माइन्ड ब्लोइङ आउँदैछ मान्छेहरू यो डाँडा कटेर अर्को डाँडा कटेर अब अर्को डाँडा कट्नु छ अझै वहाँ 3-4वटा पहाड चढेर आएपछि अब हाम्रो अन्तिम पहाड चढ्न बाँकी छ तर यहाँनिर चाहिँ हामीलाई क्राम्पन्स चाहिने हुन्छ किनभने यहाँ चाहिँ हिउँ नै हिउँ छ अनि यो हिउँमा चाहिँ क्राम्पन्स बिना हिँड्न सकिँदैन सो हामी चाहिँ क्राम्पन्स लगाउँछौँ यहाँ बसेर हावा त के साह्रो चिसो हो माथि जाने क्राम्पन्स on that is our destination. Finally, हामी आइपुग्यौँ सिलगढी पिक फाइनली धेरै दुःख गरेर आइपुग्यो वाह a little bit more wow so beautiful रुन्चे रुन्चे रुई रुई आइपुगेको रुन्चे 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 मलाई कति सराबे गयो मान्छेले बाटोभरि वाह look at the view woo I did it yeah oh Siliguri नर्मली क्यान्जिन गुम्पादेखि सिलगढी चाहिँ 4 आवर्सको उकालो हो तर हाम्रो चाहिँ एकजना साथीलाई अल्टिट्युड सिकनेसले अलिक गाह्रो बनाएको हुनाले बिस्तारै रेस्ट गर्दै आउने भएर हामीलाई चाहिँ 6 आवर्स लागेको थियो अनि हामी चाहिँ बिहान 6 बजे स्टार्ट गरेको थियौँ भने 12 बजे चाहिँ हामीले सिलगढी पिक समिट गरेको थियौँ Siliguri bye bye अब हामी फर्केको क्यान्जिन गुम्पा अब आज पनि क्यान्जिन गुम्पामै पास हुन्छ त्यसपछि भोलि फर्किन्छ Siliguri is so beautiful यहाँ हाम्रो बहिनीहरू खै कता गयो ल हाम्रो बहिनीले साह्रै मिठो बनाएर खायो हाम्रो साह्रै राम्रो बहिनी नाम भनिदेऊ त अनुष्का ए यता बहिनीको नाम भन साह्रै लजाउँछ फेरि यो बहिनी
अनि यो दुईवटा बहिनीले चाहिँ मेरो कपाल कस्तो मजाले पार्दै थियो दिदीलाई कति माया गरेँ यहाँ बसुन्जेलसम्म हाम्रो अङ्कल हामी चाहिँ यहाँ होटल प्यानोरामामा बसेको थियौँ एकदम राम्रो छ मिठो थियो हस् अब फेरि आइन्छ पछि भ्यू कस्तो दामी देख्छ यहाँबाट गुड मर्निङ होम प्यानोरामा गेस्ट हाउस अब यति खाएर लामा होटल पुग्नुपर्छ आज आँखा चाहिँ त्यही भएर सुन्ने चिसोले सुन्ने बहिनीहरूले बाँडिदिएको कपाल मेरो अब कुदिन्छ तिमीहरूले बाँडिदिएको कपाल हेर अझै पनि बिग्रेको छैन मेरो अब म यतिकै काठमाडौँ पुग्छु क्यान्जिन गुम्पाबाट हिँडेको 3 आवर्स जस्तो पछि हामी आइपुग्छौँ थाङस्याप अनि यहाँ चाहिँ हामी एकछिन रेस्ट गर्छौँ अनि यहीँनिर खाना पनि खान्छौँ अनि यहाँ चाहिँ हामीलाई भेज खानाको 750 रुपिस परेको थियो डे 5 चाहिँ हाम्रो लामा होटलसम्मको टार्गेट थियो क्यान्जिन गुम्पादेखि तर लामा होटल हामी अलि अगाडि नै उजेलो हुँदै पुगेको हुनाले गर्दाखेरि ब्याम्बोसम्म जाउँ न त भनेर अझै अगाडि लागेको थियौँ तर ब्याम्बोबाट पनि अझै पनि हामी चाहिँ अलि एनर्जी अलि बाँकी नै थियो र ल तल पहिरोसम्मै पुग्दिउँ न त भनेर पहिरोसम्म पुगेको थियौँ तर पहिरोसम्म पुग्न चाहिँ एकदमै गाह्रो भएको थियो लास्टमा अनि पहिरोमा चाहिँ हामीलाई चाहिँ त्यही डिनर ब्रेकफास्ट अनि रुम गरेर 1500 परेको थियो लामा होटलसम्म चाहिँ बिस्तारै गए पनि आरामले पुग्न सकिन्छ अनि तपाईँहरू लामा होटलमा बस्नुभयो भनेदेखि चाहिँ भोलिपल्ट 11 बजेको गाडी समात्ने गरेर बिहान त्यस्तै 6 बजेतिर नै निस्किनु हुँदाखेरि राम्रो हुनेछ डे 6 स्टार्ट हुन्छ हाम्रो पहिरोबाट यहाँबाट चाहिँ स्याप्रोबेसी त्यस्तै 1-1.5 घन्टाको बाटो भएकोले हामी चाहिँ बिहान आरामले ब्रेकफास्ट गरेर 11 बजेको गाडी भेटाउने गरेर निस्किन्छौँ बिहान 11 बजेको गाडी चढेर हामी लाग्छौँ काठमाडौँतर्फ अनि यसरी नै हाम्रो चाहिँ काठमाडौँदेखि लाङटाङ क्यान्जिनरी र सिरगढीको ट्रेक चाहिँ 6 डेजमा कम्प्लिट भएको छ अनि भिडियोको अन्तिमसम्म रहिदिनु हुने सबैजनालाई धेरै धेरै धन्यवाद थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट टु हिट लाइक शेयर एन्ड सब्सक्राइब सी यु इन नेक्स्ट ब्लग बाई बाई